छोरी आऊ छामा हेर्न हेलो हेलो गाइस नमस्ते भन्देऊ आऊ पठाइदिनु हुन्छ क्या नि हुन्न हेलो हेलो गाइस नमस्ते आज मेरो टेमुहल ओपन गर्न गइरहेको छु टेमुबाट सामान मगाएको मैले पुन्टुलाई मलाई भन्दा अगाडि यिनलाई चाहिन्छ छोरी हेर यी सामान के रहेछ पिंकी 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 छोरीको नाना पिंकी यो चाहिँ सानोको लागि अब जाडो महिनामा हुडी सेट ला ठुलो सानो मगाउन आउँदैन के मलाई साच्चै ठुलो हो के यो पनि जहिले मगाएको नि ठुलो हुन्छ मैले कहिले लगाइदिने होला के नानीलाई छोड्दिनु न यी हेर हेर त यति म एप्रोन आएछ आऊ तिम्रो खाना खाँदा लाउने एप्रोन सके थियो यी एप्रोन आएछ जहिले होइकेनबाट लुगा बिगारेर पठाइदिने अनि यी एप्रोन जति सकेर एप्रोन आएछ यसलाई खास नेपालीमा चाहिँ रियाले भन्छन् होला यो भयो अनि त्यसपछि यो चाहिँ मलाई यो खास मैले मगाउँदै 2-400 एक्स्ट्रा रहेको थियो त्यहीबाट यो काँटा हालिदिएको यो इमर्जेन्सी भएर होइन यतिकै सस्तो थियो र त्यहाँनिर क्रेडिट अलिकति रहेको थियो अहिले त भिडियो बनाएर पोस्ट गरेँ पनि क्रेडिट दिइरहेको रहेछ मैले हिजो हेरेको थिएँ यो पनि नानीको है मेरो चाहिँ अब यो जाडोको यो पनि ठुलो मगाएँ क्या मिल्छ दिदी ठुलो भयो यो चाहिँ मेरो उसमा थियो के भन्छ अरे डिस्काउन्ट कार्ड युज गरेको के यसलाई चाहिँ 3 सेट एकै ठाउँमा 2 सेट 3 सेट यति हो यसपालिको अनि नानीको अर्को एउटा सामान थियो त्यो आएन छ सायद भोलि पर्सितिर आउँछ होला त्यो चाहिँ लोकल वेयर हाउसबाट थियो यो चाहिँ चाइनाबाट थ्याङ्क यू तेमु यसपालि चाहिँ सबै राम्रो छ मैले चाहिँ यो सबै सामान क्रेडिट युज गरेर मगाएको हो त्यहीबाट अब यो भिडियो पनि फेरि पोस्ट गरेर त्यही सबमिट गरिदिन्छु अनि फेरि क्रेडिट ब्याक आउँछ मेरो लागि यदि तपाईहरु पनि चाहनुहुन्छ भने गर्न सक्नुहुन्छ लिंक मेरो डिस्क्रिप्सनमा हुन्छ बाइ बाइ